एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। के छ सबै सन्चै आरामै हुनुहुन्छ? सबैलाई मेरो दर्शन नमस्कार। अनि म पनि एकदमै सन्चै छु साथीहरू, र म फेरि पनि आइसकेँ यहाँहरूको माझमा एउटा नयाँ भ्लग लिएर। सो साथीहरू, आज चाहिँ मेरो भ्लग सुरु हुन्छ चितवन चौराबाट। हामी चाहिँ चितवन चौरा आएका छौँ। हामी भनेर चाहिँ म मेरो भान्जी अनि मेरो नन्द भएर हामी तिनजना आएको वान नाइट स्टे गर्ने गरी। सो हामी चाहिँ 3 बजीतिर आइपुगेका थियौँ भने अहिले चाहिँ हामी होटल आयो। होटलमा चेक इन गरेर एकछिन फ्रेस भएर चाहिँ अहिले चाहिँ हामी म्युजियमतर्फ जाँदैछौँ। होटलमा आइपुग्दासम्म चाहिँ यति पानी परेको थियो, यतातिर चाहिँ हेर्नु यति पानी परेको थियो। सो धेरै नै मुस्किलले चाहिँ आयो। अहिले चाहिँ हामी अब म्युजियमतर्फ जाँदैछौँ। ड्याम साइड निस्किने बाटो पनि छ हैन, तपाईहरुले नयाँ हो कि के हो भनेर सोधेको। हजुर, गाइडहरु हो, हामी चाहिँ नयाँ नै हो। त्यो खोला हेर्ने मतलब काइकिङ गर्ने हो र? हजुर, खोला हेर्ने मतलब काइकिङ गर्ने। साइड सिन काइकिङ हो, साइड सिन भन्नुहुन्छ। त्यसको वाक गरेर तपाईको जमिन खोल्छु जाने, फोटो खिच्दै जाने, अनि त्यहाँको भ्यू पोइन्ट हेर्ने, अनि त्यसरी घुमेर आउने व्यवस्था छ। अनि म्युजियम कता छ नि? बन्द भयो त्यो म्युजियम छ। ए हो, हजुर, कति बजे? 6 बन्द भयो तपाईको हात्ती हेर्न, त्यहाँ ठुल्ठुल गाह्रो भएको हात्ती हेर्न जानुहुन्छ भने लैदिन्छ। हात्ती केही छैन। राष्ट्रिय निकुञ्ज सौरा सेक्टर कार्यालयभित्र जाँदैछौँ। अनि यहाँ चाहिँ अब जस्तै हात्तीहरू सबै चिजहरू चाहिँ हामीले हेर्न पाइँदो रहेछ। हामीलाई दाइले चाहिँ भनिदिनु भयो, हामीसँग जानुहुन्छ भने हिँड्नु म लैदिन्छु भन्नुभएको थियो। सो हामी चाहिँ आफै जान्छौँ, अब हेर्न घुम्न भनेर आएको नि त है। सो हामी आफै घुमौँ भनेर चाहिँ अहिले हामी आफै जाँदैछौँ। अनि कस्तो भइराखेको छ त, उहाँ चाहिँ मेरो नन्द हुनुहुन्छ, उहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हजुरले मेरो भ्लगमा देखिराख्नु पनि भयो होला। मैले चाहिँ पहिला मेरो योभन्दा पहिलाको भ्लगमा पनि उहाँहरू चाहिँ हुनुहुन्छ, कतिजनाले त चिन्नुहुन्छ पनि। सो अब चाहिँ हामी जाँदैछौँ राष्ट्रिय निकुञ्ज पार्कभित्र। सो अब हेरौँ यहाँ के भेटिन्छ। अब हामी यहाँ घुम्छौँ फिर्छौँ। यस्तो पानी परेको थियो हेर्नु। हामी आउँदासम्म हामी घरबाट निस्किँदा यति गर्मी थियो कि अब ठिक्क हुन्छ साँझसम्म पुग्दासम्म भनेर हामी आएको। आउनु त आइपुग्दासम्म त यति ठुलो पानी आयो कि कुरै नगर्नुहोस्। अब हजुरहरूलाई म देखाउँछु है, हेर्नुहोस्। यता हात्ती हुनुहुन्छ, हात्ती मेरो साथी, सानोमा टिभीमा देखेको। यस्तै घुम्नु होला कि यताबाट यताबाट बाटो हेर्नु छ। यताबाट छिरेर हात्ती हेर्दै हात्ती थाकेर सुत्यो। कस्तो हो नि कि है, आनन्द सुत्या छ। हात्ती नै राख्ने ठाउँ भएछ यो चाहिँ। पुरै यता पनि छ यता अहिले जाने भने यता दुई साइड गरेर चाहिँ हात्ती राख्नु भएको छ। यहाँ चाहिँ नछुनु है, यहाँ करेन्ट लाग्छ। पावर देख्नु सक्नुहुन्छ, 1 2 3 4वटा अनि त्यो गरेर 5वटा हात्ती छ। यहाँ चाहिँ 5वटा हात्ती राख्नु भएको छ। अझ यो यसरी गएर चाहिँ यसरी जानुपर्ने रहेछ। यता पुरै सबै हात्ती राख्नुभयो रहेछ कि। सो अब चाहिँ हामी यता हेरिसक्यौँ। अब चाहिँ हामी यसो घुमेर जान्छौँ। दाइ, यहाँबाट अन्त जाने ठाउँ कता कता छ? यसरी तल पनि जान मिल्छ, यसरी आउने है। सो अब चाहिँ हामी यस्तो 1 राउन्ड लगाउँछौँ, 1 राउन्ड। म चाहिँ पहिला आएको थिइनँ कि, अनि फर्स्ट टाइमै हो मेरो चाहिँ सौरा। अनि त्यसपछि नन्द अनि भान्जी भएर हामी चाहिँ प्लान गऱ्यो, अनि जाउँ न त किन नजाने, हेरौँ नयाँ ठाउँ घुमौँ भनेर चाहिँ हामी आइएको छ। अब चाहिँ रमाइलो चाहिँ हुँदैछ भनौँ। अघि चाहिँ पानी परेर रमाइलो भएको थिएन हामीलाई निकै। मेरो खुसी भान्जी पनि दुःखी भइसक्नु भएको थियो कि पानीले गर्दाखेरि चाहिँ। अहिले चाहिँ ठिकै छ, वेदरले पनि हामीलाई अहिले हाँसै हुनुहुन्छ खुसी भान्जी। अघि चाहिँ दुःखी हुनुभएको थियो, वेदरले पनि हामीलाई कभी खुसी कभी गम दिइरहेको थियो। सो यताबाट जाने हो कि अब तलबाट जाने हो कि? जान त उहाँबाट यसरी जाऊँ न, त्यहाँ गोबर छ। यता पनि हात्ती देख्न सक्नुहुन्छ हजुरले, 2टा हात्ती रहेछ। तर
पिकनिक खान ल्याएर धारा चाहिँ कति ठुल्ठुलो के भान्जीको सेकेन्ड टाइम अनि नानीको र मेरो चाहिँ फर्स्ट टाइम हो सौरा चाहिँ फर्स्ट टाइम पिकनिक खान ल्याएर कता ल्याएँ स्कुलबाट त्यो के अरे ब्रिजको पढेको थियो कि टेन सकेपछि अनि त्यतिखेर ए अब चाहिँ हामी हात्तीलाई बाई बाई भन्छौँ बाई बाई हात्ती अब चाहिँ जाउँ हामी यता अगाडितिर जान्छौँ के रहेछ भनेर हेर्नको लागि यस्तो मोबाइलमा देख्दाखेरि कि त्यो बाटो हिँड्थ्यो कि हात्तीहरू अनि कस्तो राम्रो देखिन्थ्यो कि अघि मैले कति राम्रो देखिन्छु यो मोबाइलमा यो बाटो भनेर देखाएको थिएँ नि त्यही उयो बाटो हो कि यहाँ चाहिँ करेन्ट हुँदो रहेछ कि यस्तो यस्तो न्युरी परेर आउनु पर्दो रहेछ पुरै यहाँ यो अब अरू केही जान्छ भनेर यसरी बारको लागि राख्नुभयो होला हामी सबै यो जति पनि ठाउँ छ यो यहाँ हात्ती राख्ने या यो घरहरूको जति पनि ठाउँ छ यो पुरै सर्कलमा चाहिँ तार लगाएर करेन्ट उहाँहरूले चाहिँ जोड्नु भएको रहेछ कि सेफ्टीको लागि होला सायद उहाँहरूले चाहिँ बोर्ड पनि राखिदिनु भएको छ अवेरनेसको लागि चाहिँ बोर्ड पनि छ यहाँ चाहिँ पावर सर्किट छ भनेर चाहिँ सो यता यस्तै राख्नुभएको छ यो सडकै चाहिँ हात्ती राख्ने ठाउँको उस भयो ग्राउन्ड भयो अनि अब चाहिँ हामी हात्ती हेरिसक्यौँ अब चाहिँ हामी यता अगाडितिर जाँदैछौँ के रहेछ भनेर हेर्नको लागि अब हामी चाहिँ यतातिर हात्ती हेरेर आइसक्यौँ अब यता जाने भनेको तर यहाँ चाहिँ वर्कर्सहरूको लागि मात्रै रहेछ यता जान नपाइने रहेछ सो अब हामी चाहिँ निस्किन्छौँ यताबाट जाने यताबाट चाहिँ हामी निस्किन्छौँ यता अगाडिबाट चाहिँ तर आज पानीले धोका दिएको कस्तो जाडो जाडो भइरहेको छ चिसो चिसो मौसम छ सो हामी चाहिँ यता जाँदैछौँ आफै आफै घुम्न पर्छ भनेको ठाउँ त यति त होइन नि अरू के छ र है हामी चाहिँ होटल बुक गरेर आएको नि त सो होटल बुक गरेर आउँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यही हाम्रो बुकिङमा चाहिँ जङ्गल सफारी अनि कल्चरल डान्सहरू यताउति चाहिँ सबै त्यही इन्क्लुड छ कि अनि ब्रेकफास्ट डिनर सबै चाहिँ इन्क्लुड छ सो हल्का फुल्का ठाउँहरू जस्तै म्युजियम भयो अनि पार्कहरू यताउति चाहिँ हजुरहरू आफै घुम्नुपर्छ भन्नुभएको थियो उहाँहरूले चाहिँ हामी यता नेसनल पार्क हेरेर पनि हात्ती हेरेर पनि आइसक्यौँ सो अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट हेरौँ बाटोघाटो हेरौँ बाटो चाहिँ कति राम्रो बनाएको रहेछ रमाइलो ठाउँ रहेछ सो अब चाहिँ हामी यतातिर निस्किन्छौँ यो म्युजियम हो यो होइन नि म्युजियम उहिले अब काउन्टर छ त जाऊँ न त्यहाँ अब के छ त उहाँ उतासम्म छ है म्युजियम नै हो म्युजियम खुल्ला छ कति हो नि टिकट 100 रुपियाँ एकजनाको वाट डु डु जाने जाऊँ न त है चाहिँ टिकट लिइसक्यौँ अब चाहिँ यहाँ जान्छौँ हामी म्युजियमभित्र चाहिँ म्युजियमभित्र आइसकेका छौँ यो चाहिँ जङ्गली क्याट रहेछ अनि यो ठुलो निरबिरालो यो छ हाम्रो टाढी निरबिरालो त्यहाँ चाहिँ चाइनिज पेन्गुइन रहेछ अनि यो चाहिँ हाम्रो दुम्सी भयो अनि यो चाहिँ भयो न्याउरीमुसो यो पनि कालो सानो माछाहरू यता चाहिँ फिस कलेक्सन रहेको छ त्यो चाहिँ खरायो रह्यो अनि यता पनि हजुरको माछाकै यहाँ हेर्नु कस्तो राम्रो राम्रो पुतली राखेको के त्यहाँ पनि गिद्ध रहेको छ ऊ त्यहाँ के त्यो अजिङ्गर रहेछ फरकै फर्केको त मलाई कस्तो डर लाग्यो कि बिरालो सर्प गने सर्प आज सपनामा सर्पै देख्यो जाम भाइ अनि यता पनि सर्पको काजुली देख्न सक्नुहुन्छ यो सर्पको खोल हो अनि यता पनि गोवन सर्प रहेको छ ओमाई गड आङ सिरिङ्ग भयो भाइ तर लास्टै आङ सिरिङ्ग गरायो भाइ त्यहाँ त सर्प देख्दाखेरि चाहिँ अब म्युजियमबाट पनि निस्किसक्यौँ अब चाहिँ कहाँ जाने अब यति त होला नि अघि त हामीलाई त्यो दाइले म्युजियम बन्द छ भनिदिनु भयो अहिले हामी म्युजियम घुमेर नि आइसक्यौँ त्यही दाइलाई भेट्न जाऊँ त त्यही भन्न जाऊँ त म्युजियम घुमेर आइसक्यौँ हामी भनेर
अब चाहिँ हामी फोटोसोटो पनि खिच्यो भिडियो गरियो। सो अब चाहिँ हामी म्युजियमबाट निस्किँदैछौँ। अब चाहिँ कहाँ जाने वेयर अब नेक्स्ट डेस्टिनेसन जहाँ गयो नि चटपट खाना चाहिँ छोडिन्न हो क्या सौराको फेमस चटपटे सर्च गरेर हेरेर जाने ओके। अब चाहिँ हामी यो स्ट्रिटको बाटो हिँड्दै चाहिँ यतातिर आइसकेका छौँ। यतातिर पुल रहेछ पुलतिर आइसकेका छौँ। भान्जी यहीँको पिकनिक खान आउनुभएको सानोमा भान्जीलाई चाहिँ स्कुलबाट पिकनिक लिएर आउनु भएको थियो कि त्यसपछि चाहिँ अहिले हो फर्स्ट टाइम अनि हामी दुईजनाको त्यसै पनि फर्स्ट टाइम नै हो। त्यही भएर हामीलाई केही पनि थाहा छैन। अब घुम्दै हेर्दै हिँडेपछि मात्रै थाहा हुन्छ। यता चाहिँ यस्तो रहेको छ। यहाँबाट चाहिँ भ्यू राम्रो देखेको रहेछ। अहिले त अब साँझ परिसक्यो नि त तर दिउँसो भएकै झन् बगाल देखिन्छ रहेछ है भान्जी। यो चाहिँ जहाँ पनि देखिनै पर्ने हो अघि चाहिँ झन् कस्तो खोङरङ्गै परेको के त्यो सर्प देख्दाखेरि के अजिङ्गर फोटो खिच्ने ठाउँ नै यही हो। अब अझै झन् एस्थेटिक त हाम्रो भान्जीलाई सबैभन्दा चाहिएको चटपटी पसल यता पनि छ अनि यता पनि छ। अब कता खाने भान्जी हजुर ओके ठिक छ। हाम्रो राकेश चटपटे पानीपुरी दही पसल चाहिँ रहेको छ चितवन सौराको लेक साइडतिर आएर सबैले खाइदिनु होला। हामी पनि अब आइसक्यौँ खानको लागि। ल के भन्न चाहनुहुन्छ आफ्नो पसललाई पनि आएर यहीँ बसेर खानु एकदम मिठो हुन्छ। ओके हामी पनि आइसक्यौँ। ल अब यहाँको के छ स्पेसल खाम न त स्पेसल के छ त यहाँको हजुरलाई जे पनि खानु सबभन्दा दही पुरी हाम्रो बढी जान्छ। ओके हजुर जस्तो प्रियङ्का कार्की भयो सम्राट मगर मिस्टर फुडी मिठो मोमन हजुर सबै फुडीहरू हाल्दै खाँदै गर्छ। ओके हजुरलाई पनि अहिले बनाएर एकदम स्पेसल खिलाउँछु। ओके हामीलाई नि यहाँको स्पेसल मिठो बनाएर दिनु है त। ल मिठो अघिदेखि भान्जीको चाहिँ एकदमै लास्ट राकेश टाइगर चटपट ठेलामा छौँ हामी। दही पुरी फर्स्ट है फर्स्ट टाइम मैले चाहिँ खान्छु। मलाई चाहिँ मिठो लाग्छ दही पुरी। अलि हल्लिँदो रहेछ। चेयर्स खाए ल साथीहरू। दाइ थ्याङ्क यू सो मच एकदम मिठो के पुरी दही पुरी खुलाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हामी फेरि पनि आयौँ भने आउनेछौँ है। ल अब चाहिँ खाइयो एकदम मिठो लाग्यो। म भाइले चाहिँ लेखिसक्नु भएको छ मेरो चाहिँ द लाइफ इज सु छ है। सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला। बनाएको राजेशको बाट चाहिँ चटपटे पानीपुरी खाएर चाहिँ निस्किसक्यौँ। सो मिठो लाग्यो हामीलाई चाहिँ। अब चाहिँ हामी गर्छौँ घोडा सवारी। अब चाहिँ हामी घोडा सवारी गर्न लागेको अनि हामी चाहिँ घोडा सवारी गरेर होटेलसम्म पुग्छौँ। अब वहाँ पनि प्रोग्राम सुरु हुने बेला भइसक्यो। बस्नु हो बस्नु के केही नि हुँदैन। अब म पनि बस्छु। ए म अगाडि बस्छौँ राइडर चल बसन्ती बसन्ती हो नाम दाइ। ओ माई गड बसन्ती कस्तो बुझेर भागिरहेछ त अनि एकदम रमाइलो आफैले चलाए जस्तै त भयो त अनि पहिलो सिटमा बसेर मजा आउँछ नि मेरो राइड। उसले बाटो आफै चिन्छ दाइ कि ऊ गर्नुपर्छ गाइड गर्नुपर्छ हजुरले त्यहाँ रक्सीले ए कता घुमाउने भनेर ए
चिया कफी खाऊ ल यहीँ हो दाइ हामी चाहिँ हाम्रो होटलमा आइसकेका छौँ हाम्रो बसन्तीको सवारी एकदम रमाइलो रह्यो बसन्तीको सवारी थ्याङ्क यू सो मच बसन्ती उसको नाम चाहिँ बसन्ती हो अनि हामी चाहिँ उसकै सवारी गरेर आइयो कि बसन्ती के छ खबर हामी फेरि आउँछौँ है तिमीलाई भेट्नलाई है बाई बसन्ती ल थ्याङ्क यू सो मच दा हाम्रो यो पहिलोचोटि हो हाम्रो पहिलोचोटि हो होइन हामी फेरि पनि आउँछौँ आउँदाखेरि हजुर सम्झिन्छौँ धेरै धेरै धन्यवाद ल हामी चाहिँ अहिले होटेलमा आइसकेँ अब हामी भित्र जान्छौँ अनि अब हाम्रो यहाँ प्रोग्राम सुरु हुन्छ रातिमा पनि स्विमिङ गर्छौँ भनेर लगेर म त गर्दिनँ म त डेन्स मेरो ब्याग छ नि साथीहरू म मेरो खासै होस् भएको मान्छे होइन त्यही भएर चाहिँ मेरो ब्यागहरू चाहिँ सुरक्षित साथमा राखिदिनु हुन चाहिँ म मेरो भान्जीलाई अनुरोध गर्छु होइन त एकदम दुईटा बेला के अरे खै ओटिटी चेक साँझको हो क्या त्यसै माथि छिटो सफल रहेनछौँ हामी उता लैजाने अरे के पुजिम कति टाढा गऱ्यो हेर न यस्तो पनि हुन्छ त अनि त्यसै भन्छौँ त हामीले अनि उहाँ यी हो कि यी उहाँबाट आउँदा 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 बल्ल यता पुग्छ कल्चरल डान्स प्रोग्राम हाम्रो होटलबाट चाहिँ थोरै पर चाहिँ आउनु पर्ने रहेछ यता चाहिँ रेडी पनि हुँदै हुनुहुन्छ अनि मान्छेहरू पनि आउँदै हुनुहुन्छ सो हामी पनि गइरहेको छौँ यो चाहिँ थारू कल्चरल ड्रेस होइन अहिले सौरा थारू कल्चरल हाउसमा आइसकेका छौँ कल्चरल डान्स प्रोग्राम हेर्नको लागि सो मेरो नन्द नानीहरू चाहिँ यता हुनुहुन्छ अनि हामी जाँदैछौँ अब चाहिँ हामी थारू कल्चरल प्रोग्राम अटेन्ड गर्छौँ कस्तो हुन्छ म हजुरहरूलाई पनि देखाउँछु मजाले हेरिदिनु होला होइन त हामी चाहिँ कल्चरल डान्स हेरेर चाहिँ अब
आफ्नो होटलतर्फ लाग्दैछौँ। हाम्रै होटल हो होइन, आज भोलिसम्मको लागि चाहिँ। सो अब चाहिँ होटलतर्फ फर्किँदैछौँ अनि खाना खाएर लुपुक्क परेर सुत्छौँ। स्विमिङ जानेहरू जान्छन्, म त सुत्ने, म त त्यो दिउँसै त पानीले पिटिरहेको छ, दिउँसै त पानीले पिटिरहेको छ, म त सुत्ने हो। अब मेरो फोन पनि अब सुत्नै लागिसकेको छ। सो साथीहरू, अब यहाँभन्दा अगाडि चाहिँ मैले हजुरहरूलाई आज देखाउन सक्दिनँ होला। सो मेरो भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा, मलाई साथ सपोर्ट दिनुभएकोमा चाहिँ यहाँहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुभएको सबैजनालाई थ्याङ्क यू फर वाचिङ भन्दै गुड नाइट, बाई।